भन्दै अब भने म अर्को मन्तव्यतर्फ अगाडि बढ्न चाहन्छु। म अर्को मन्तव्यको लागि यहाँ निम्त्याउँदैछु। उहाँ एक पत्रकार तथा माइन्डफुल लिभिङ अभियानका अभियन्ता हुनुहुन्छ। मानवाधिकार पत्रकार सङ्घ ह्युमन राइट्स जर्नलिस्ट एसोसिएसन नेपालका अध्यक्ष समेत रहनुभएका खड्काले युनिभर्सिटी अफ लिड्स बेलायतबाट अन्तर्राष्ट्रिय मानवाधिकार कानुनमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ। उहाँका निर्वाण र आनन्द संहिता लगायतका पुस्तक प्रकाशित छन्। पुस्तक लेखन, पत्रकारिता र माइन्डफुल लिभिङको अभियान मार्फत उहाँले व्यक्तित्व, नेतृत्व र राजनीतिमा चेतनशील सोच र करुणामय दृष्टिकोणको वकालत गर्दै आउनुभएको छ। अब भने हामी यस मञ्चमा निम्त्याउँदैछौँ घनश्याम खड्काज्यूलाई। जोरदार तालिका साथ स्वागत गरौँ घनश्याम खड्काज्यू। उहाँ लेखक, पत्रकार हुनुहुन्छ। धन्यवाद उत्कृष्टिकाज्यूलाई। मञ्चमा आसीन विशिष्ट महानुभावहरू र दर्शक दीर्घामा हुनुभएका मित्र र साथीहरू, यहाँहरूलाई एकमुष्ट मेरो अभिवादन। देशको अवस्था, व्यवस्था, अवस्था र निकासका बारेमा हामी अहिले छलफल गर्दैछौँ। केही कुराहरू हामीले सुन्यौँ। हाम्रो दैनिक जीवनमा अहिले हामीले राष्ट्रिय रूपमै एउटा महसुस गरिरहेको दिनका दिन एउटा कुरा के हो भने एक अर्काप्रति हामीमा सन्देह बढिरहेको छ। पुरा समाज चाहिँ कि पक्ष कि विपक्षमा विभक्त छ। कोही कसैका पक्षधर छन्, कोही कसैका पक्षधर छन् र त्यो पक्षधरता यति एक्युटली, यति सार्पली डिभाइडेड छ कि त्यो द्वन्द्व, अर्को आसन्न आगलागी, अर्को आसन्न यस्तै हामी द्वन्द्वको प्रतीक्षामा छौँ कि जस्तो मलाई लाग्छ। अवस्थालाई हामीले अलिकति राम्रोसँग निहाल्यौँ भने यो कानुन भन्ने चिज चाहिँ कस्तो रहेछ भने यो अनेस्ट मान्छेलाई कानुन नै चाहिँदैन। जो डिसअनेस्ट छ, जो डिसलोयल छ, जो बदमास छ, त्यसले कानुनलाई छेक्दो रहन्छ। हाम्रो कानुनमा कहीँ पनि मान्छे मार्न पाइँदैन, मान्छे मार्न पाइन्छ, आगो लाग्न पाइन्छ, लखेट्न पाइन्छ भनेर त लेखेको छैन। तर त्यस्तो त भयो। यो व्यवस्था आफैले मात्रै धान्दो रहेनछ हाम्रा आवेगहरूलाई, हाम्रा आक्रोशहरूलाई, हाम्रा पक्षधरताहरूलाई। त्यसले ल्याउन सक्ने सङ्कटलाई हामीले अर्को आन्दोलन यस्तो नहोला भन्न सकिन्न, अर्को फेरि यस्तो विद्रोह नहोला भन्न सकिन्न। त्यस्तो हुँदाखेरि फेरि पनि आगो लागि, फेरि पनि यो मान्छे मर्ने प्रक्रियालाई रोक्ने हो भने एकचोटि सबैले हाम्रो मस्तिष्कमा चलिरहेको विचारको प्रवाहलाई अलिकति माइन्डफुल भएर हेर्नुपर्छ जस्तो मलाई लाग्छ। कानुन आफैले मात्रै, व्यवस्था राम्रो ल्याएर मात्रै, बाचा राम्रो गरेर मात्रै सुनिश्चित हुँदैन समाजको व्यवस्था। साइकोलोजिस्टहरूले भन्छन् हरेक कुरा दुई पटक हुन्छ। एकचोटि मस्तिष्कमा एउटा होलोग्रामका रूपमा आउँछ, हाम्रो विचारका रूपमा, र पछि त्यो एउटा एक्सनका रूपमा देखिन्छ। हामीले रिसको बेलामा, आवेगको बेलामा भनेका कुराहरूले पनि त्यसका निश्चित एउटा विचार तरङ्ग पैदा गर्छन् र त्यसले एउटा कुनै न कुनै समयमा एउटा परिणाम ल्याउँछ भन्ने पछिल्लो यो साइकियाट्रिस्टहरूले गरेको खोजले देखाएको छ। बालेनले रिसको बेलामा कुन्दिन आगो लगाइदिन्छु सिंहदरबार भन्नुभयो, साँच्ची नै आगो लाग्यो। धेरैको मनमा अहिले हामीलाई बिहान उठ्नु बित्तिकै पहिलो विचार नै देश बिग्रियो, देश खत्तम भयो, र सुत्ने बेलासम्म यो 24 घण्टा माला जपे जस्तो हामी खत्तम भयौँ, हामी बिग्रियौँ, हामी सकियौँ भन्ने एउटा विचारले लखेटिरहन्छ। चिया पसलमा कुरा गर्दा, हामीले फेसबुकमा एकअर्काको विचारहरू हेर्दा र कमेन्ट गर्दा त्यो अलिकति हिलिङ मेकानिजम चाहिँ समाजमा छैन कि जस्तो देखिन्छ। मान्छेहरू पक्ष विपक्षमा छन् र आवेग अनि यति घृणा
एकअर्काप्रति हामी व्यक्त गर्छौँ कि त्यसले चाहिँ साँच्ची नै फेरि अर्को एउटा झगडालाई निम्त्याइरहेको छ जस्तो मलाई लाग्छ। यो यस्तै सोसियल मिडिया भएको भए, हामी जस्तै पत्रकारहरू भइरहेको भए, मलाई लाग्छ यो रत्नाकर कहिले पनि वाल्मिकी हुन सक्ने थिएनन्। मान्छेलाई सँग्लिन समय लाग्छ। हाम्रो समाजको अपेक्षा के छ भने कोही एउटा नायक आओस् र सबै त्यसले ठिक पारिदियोस् र हामीलाई व्यवस्था गरिदियोस्। हामी जहिले पनि सायद नायकको खोजीमा हुन्छौँ। त्रेता युगमा चाहिँ हाम्रा नायक राम थिए, द्वापर युगमा कृष्ण भए, अहिले कोही न कोही खोजिरहेका छौँ, कहिले कालो चस्मा लाउने, कहिले हरियो चस्मा लाउने। त्यस्तो सर्वगुण सम्पन्न एउटा मान्छे जसले सबै समस्याहरू ठिक पारिदिन्छ भन्ने हाम्रो यो सामूहिक बुझाइले यस्तै परिणामहरू सायद ल्याउँछ। मान्छे त कोही पनि 100% असल हुँदैन र 100% कोही खराब पनि हुँदैन। अक्षर नबन्ने त्यस्तो कुनै मन्त्र नबन्ने त्यस्तो कुनै अक्षर छैन, जडीबुटी नलाग्ने कुनै त्यस्तो घाँस छैन, औषधि नलाग्ने कुनै वनस्पति छैन र काम नलाग्ने कुनै मान्छे छैन। त्यो कुरा जान्ने मान्छे चाहिँ पाउन दुर्लभ छ भन्ने हाम्रा ऋषिहरूले भनेर दिएर गएको उपदेशहरू छन् हामीसँग। हामी चाहिँ कुनै पनि मान्छेलाई तुरुन्तै यो देवत्वकरण गरेर एकदमै हिरो पनि बनाइहाल्छौँ र रातारात फेरि त्यसलाई दानवीकृत गरि नै हाल्छौँ। जसले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर खुट्टा ढोगे सुदनजीले फेरि राति गएर राजीनामा दिए भनिहाल्नुभयो। यो चाहिँ हामी अलि माइन्डफुल छैनौँ कि, अलिक कुराहरूमा अडिँदैनौँ कि जस्तो मलाई लाग्छ। मान्छे भनेको त असल र खराब पक्षहरूको बराबरी त्यो पोयो जस्तो बनेर गएको हुन्छ र हाम्रा प्रयत्न भनेको हाम्रा खराबीहरूलाई हटाउँदै जाने र राम्रो पक्षलाई बढाउँदै जाने। अलिकति माइन्डफुल भएर एकअर्कासँग व्यवहार गर्ने। तपाईँलाई कसैले नराम्रो भनि नै हाल्यो भने पनि तुरुन्तै प्रतिक्रिया नदिकन, नलेखिकन केही समय अलिकति अड्डिएर बस्यो भने त्यो मान्छे पनि तपाईँलाई हेर्ने दृष्टिकोण उसको बदलिसकेको हुन्छ। कुनै समय यो फेसबुक नहुँदाको, सोसियल मिडिया नहुँदाको र टेलिफोनहरू नहुँदाको समयमा तपाईँ हाम्रो अनुभवले के देखाउँछ भने कसैलाई मनको कुरा भन्न पर्यो, रिस उठ्यो अथवा माया लाग्यो भने त्यो मान्छेलाई भेटेर त्यो मान्छेलाई उपयुक्त मौकामा भन्नुन्जेल धेरै समय पर्खिनु पर्थ्यो र भन्ने समय आइसक्दाखेरि त्यो भावना गइसक्थ्यो। अहिले चाहिँ त्यो र इमोसन तुरुन्तै ग्लोबल गर्न सक्छौँ हामी। तपाईँलाई रिस उठ्न पाएको छैन, लाइभ गरिदिन सक्ने अवसरहरू छन् र अहिले सबभन्दा धेरै इन्टरनेटको प्रयोग गर्ने नयाँ नवपुस्तासँग त्यो आक्रोश तुरुन्तै भन्न सक्ने जुन क्षमता र त्यो मौका छ, त्यसलाई सदुपयोग र दुरुपयोग दुइटै गर्न सक्ने अवसरहरू छन्। 4 घन्टामा देशै जल्न सक्दो रहेछ, हाम्रा आक्रोश यति धेरै फैलिन सक्दो रहेछ। अलिकति करुणापूर्ण दृष्टिकोण राखेनौँ हामीले एकअर्काप्रति, हामीले यो समाजलाई अलिकति हिल गर्ने, बस्न लायक बनाउने भनेर हामीले सोचेनौँ भने फेरि पनि यस्ता द्वन्द्वहरू हुन्छन् र यो द्वन्द्व हाम्रो क्षमताले निप्ट्याउन नसक्ने गरी बढ्न सक्छ। हामीले देवदूत जस्तो केही पनि खोट नभएको मान्छे कहाँबाट खोजेर ल्याउने? समाजमा केही न केही गल्ती भएका मान्छेहरू हुन सक्छौँ, तुरुन्तै खुइलाइहाल्छौँ हामीले र केही राम्रो क्षमता भएका मान्छेहरू डराउँछन् अहिले आएर बोल्नलाई। अस्ति कल्याण श्रीमानले भन्नुहुन्थ्यो, अब म कार्यक्रमहरूमा जान्न, मैले भनेको कुनै कुरालाई एउटा आफूलाई मन लागेको दृष्टिकोणका साथ एकदमै यो गलत रूपमा बङ्ग्याएर मिडियाहरूमा आउन थाल्यो र यो धेरै प्रहार हुन थाल्यो र यो गलत रूपमा व्याख्या हुन थाल्यो। अब जान्ने मान्छेहरू जसले समाजलाई नेतृत्व गर्ने क्षमता राख्छन्, उहाँहरू जस्तो मान्छेहरू डराउन पर्ने अवस्था आयो भने यो समाजमा यो आगो लाउँछु भनेर आउने मान्छेहरूले त्यो फोरम लिनेछन्। यो अलिकति माइन्डफुल पोलिटिक्स भन्ने पछिल्लो समयमा चल्दै आएको एउटा टर्मिनोलोजी छ। वेस्टर्न यो अमेरिकाको राष्ट्रपति निर्वाचनमा धेरै सेसन्सहरूमा माइन्डफुल पोलिटिक्सको बारेमा कुरा भयो। यो नेतृत्वमा बस्ने मान्छेको सुझबुझ अलिक करुणापूर्ण दृष्टिकोण भएन भने उसले धेरै मान्छेलाई उत्तेजित पार्दो रहेछ, धेरै मान्छेलाई
आपसमा लडाउन सक्ने क्षमता राख्दो रहेछ। त्यस हुनाले लिडरसिपमा भएको मान्छेले चाहिँ केही भन्नु अगाडि, केही सोच्नु अगाडि, केही कुरा गर्नु अगाडि चाहिँ अलिक करुणापूर्ण दृष्टिकोण, अलिक समाजलाई यो एक दिन त हामीले सबैजना यो धरतीको केही समयको पाहुना जस्तै हो भन्ने यो सत्यलाई नबिर्सिकन यो सधैँभरि कोही पनि रहन सक्दैन। कल्याण चाहिँ मेरो मात्रै होइन, अरू धेरैको पनि हुन्छ कि हुँदैन मैले गरेको कुराले भनेर निर्णय लिने बेलामा सोचेन भने, रिस उठेको बेलामा अलिकति टक्क अडेर केही लामो सास लिएर आफैमाथि टटोलेन भने यसले धेरै मान्छेलाई उसको आक्रोशले शिकार बनाउन सक्छ। यो हामी चाहिँ बुद्ध नेपालमा जन्मेको भनेर थाक्दैनौँ, तर बुद्धले जुन एउटा मनलाई हेर्न सक्ने दृष्टिकोण र बदल्न सक्ने जुन विद्या दिएर जानुभएको छ, त्यो चाहिँ हामी त्यसबारे चाहिँ सायद अनभिज्ञ छौँ। अलिकति हाम्रो एन्सेन्ट भ्यालु पनि खोज्नुपर्छ कि जस्तो मलाई लाग्छ। किनभने यो जति पनि झगडाको मूल कारण छ, सरल रूपमा भन्दा यो राग र द्वेष। राग चाहिँ आफूलाई मन परेको कुरा समातेर राखिराख्नु पर्ने, जस्तो सत्तामा कोही पुगेको छ भने बसिराख्नु पर्ने, पार्टीको कोही अध्यक्ष छ भने उसलाई त्यो छोड्नै मन नलाग्ने, हामी जो जहाँ छौँ त्यो चाहिँ भइराख्नु पर्ने, हामीलाई मन परेको कुरा राखी त्यसलाई अनवरत रूपमा त्यसप्रतिको हाम्रो निरन्तर त्यो तादात्म्यता भइराख्नु पर्ने र मन नपरेको कुरा, मन नपरेका त्यो मन परेको कुरालाई जसले छिन्न खोज्छ, जसले लैजान खोज्छ, त्यो मान्छेप्रतिको एकदमै धेरै द्वेष, रिस र त्यसलाई हटाउनको लागि अनेक प्रपञ्चहरू गर्ने। सरल रूपमा भन्दा त त्यो रागले मान्छेहरू कुनै कुरा कानुन तोडेर भए पनि, विधिले नमिले तापनि त्यो लिन खोज्छन् र त्यो मिल्दैन भन्ने मान्छेसँग रिसाउँछन्, त्यसले झगडा ल्याउँछ। हाम्रो नवपुस्तालाई देखेदेखि यिनै मान्छे सत्तामा छन्, यिनीहरूले नै सबै कुराहरू भोग गरे र देशलाई बर्बाद पारे भन्ने जुन भावनाले तिलमिल्यायो, जुन आक्रोश उहाँहरूले देखाउनु भयो, त्यसको त्यो छद्म आवरणमा फेरि एकले अर्कालाई जसको घरमा आगो लाउनु पर्ने थियो, कुट्नु पर्ने थियो, पिट्नु पर्ने थियो, त्यो मौका गरेको देखिन्छ। आफ्नै कार्यकर्ताहरू आएर पनि आफ्नै नेताको रिस उठेको बेलामा जलाएको भिडियोहरू हामीले देख्यौँ। यसरी त्यो राग र द्वेषले हामीलाई त्यो कहिले शत्रु कहिले मित्र जस्तो बनाइराखेको हुँदो रहेछ। त्यसलाई अलिकति हामीले मनलाई अलि यो राग रहित, द्वेष रहित, यो सबैको कल्याण गर्न सक्ने त्यो शुद्ध भावनाले हामी कति निर्देशित हुन्छौँ। दिनमा एकचोटि दुईचोटि मात्रै पनि हाम्रो इन्टेन्सनलाई चेक गऱ्यौँ भने त्यसले धेरै ठुलो परिणाम ल्याउँछ जस्तो मलाई लाग्छ। कुरा गऱ्यो भने अलि ठुलो के अरे आदर्शको जस्तो, क्लिसे जस्तो, गरिराखेको जस्तो सुनिन्छ, तर इट रियल्ली म्याटर्स। अहिले माइन्डफुल लिभिङ भनेर जुन हामी सम्यक चेतनाको कुरा गर्छौँ, वेस्टले धेरै ठुलो यसमाथि लगानी गरेको छ, यसको प्रयोग गरेको छ दैनिक लिडरहरूको जीवनमा, आफ्नै जीवनमा, र यसले ल्याएको रिजल्ट एकदमै रिमार्केबल्ली पोजिटिभ छ। हाम्रो ज्ञान चाहिँ संसारले लिएर लाभान्वित भइराख्दा हामी यसबारे करिब करिब पूर्ण रूपमा अनभिज्ञ छौँ जस्तो मलाई लाग्छ। एकचोटि हामीले चाहिँ यो कुरालाई व्यक्तिगत रूपमै पनि आफूमा खोज्ने, अलिकति अहिले त इन्टरनेटको जमाना छ, रिसर्च गर्न सजिलो छ, हेर्न सकिन्छ, र अलिक सामूहिक रूपमा पनि यसबारे चाहिँ चिन्तनहरू गऱ्यौँ भने यो आक्रोशलाई चाहिँ अलिक करुणामा बदल्न सकिन्छ। अलि समाजमा हुने यस्ता किसिमका विग्रहलाई रोक्न सकिन्छ। यो जीवनका उज्याला पक्षहरूलाई हाम्रो यो नेगेटिभ जुन इन्साइड छ त्यसले चाहिँ रोक्छ। रिस उठ्यो भने उज्यालो पक्ष देख्नै सक्दैन मान्छेले। वेद पढेको रिस उठेको बेलामा वेद कसले पढ्छ भन्छौँ नि हामी। हाम्रो ज्ञानले काम नै गर्दैन रिस उठेको बेलामा, आक्रोश लोभले चाहिँ हामीलाई ढाकेको बेलामा। त्यसलाई चाहिँ निकालेर हाम्रो विवेकलाई राम्रोसँग पर्गेल्न सक्यौँ, हामीले राम्रोसँग हेर्न सक्यौँ भन्ने चाहिँ यो समाज बन्न 3 करोड मान्छे यति राम्रो सुन्दर देश बदल्न सजिलो गाह्रो छ जस्तो मलाई लाग्दैन। हामीले हरेक दिन हाम्रो इन्टेन्सनलाई चेक गऱ्यौँ, अलिकति रिस उठ्नु बित्तिकै अथवा कुनै भाव आउनु बित्तिकै यसले साँच्चीकै
काम अरूको लागि अथवा मेरो लागि काम गर्छ भनेर हामीले सोच्यौँ र अलिकति त्यसमाथि ध्यान दियौँ भने एकअर्काप्रतिको हाम्रा भावनाहरू अर्कै रूपमा व्यक्त हुन सक्छन् र हामीले गर्ने जुन क्रियाकलाप छ त्यसमा चाहिँ अलिकति करुणाको अंश देखिन सक्छ, आक्रोश घट्न सक्छ। व्यवस्था जतिसुकै राम्रो भए पनि मानिसहरू बदमास भए, हामी एकअर्काप्रति शत्रुता भाव राखी नै राख्यौँ भने मलाई लाग्छ त्यो व्यवस्थाले धेरै लामो समय काम गर्दैन। यो मेरो एउटा सानो मलाई लागेको थट चाहिँ के भने हामीले एकअर्काप्रति चाहिँ दुराभाव बिर्सेर 1 सेकेन्ड भए पनि रिस उठेको मान्छेलाई माफी दिने एउटा सानो भाव ल्यायौँ भने पनि यो समाजको हिलिङ मेकानिजम बन्छ जस्तो मलाई लाग्छ। यो कार्यक्रममा मेरो यो कुरा राख्ने मौका दिनुभयो आयोजक मित्रलाई धन्यवाद। थ्याङ्क यू।